हेलो साथीहरू, नमस्कार। कान्छी सिरियल प्रसारण भएको पनि केही दिन बितिसकेको छ साथीहरू। हामीहरू कुरा गरौँ अब कान्छी सिरियलमा अघिल्लो भागमा के भएको थियो र अब आउने भागमा के हुनेवाला छ त भनेर कुराकानी गरौँ है त साथीहरू। कान्छीले भने सागरलाई छुट्याएर तपाईँका आमा र भाइ र घरबेटी बुबा घरबेटी साउसँग भेट्नु भनेर पनि भनेकी छिन्। कान्छीलाई त्यस्तो व्यवहार गर्दा पनि आमा भनेको आमा नै हो भनेर कान्छीले भने आफ्नो श्रीमानलाई आमालाई भेट्नु भनेर आफ्नो कोठामा लगेकी पनि छिन् साथीहरू। कान्छीले भने त्यो पापी गुण्डालाई पक्रिन भनेर पुलिस पनि पठाइसकेकी छिन् र पुलिसले भने त्यो पापी गुण्डालाई भने समातेर लगिसकेको छ साथीहरू जेलसम्म। त्यसै गरी साथीहरू सागरको बारेमा पहिला नराम्रो भन्ने को थिए तिनीहरू पनि सबैलाई प्रहरीले समात्दै लाँदै गरेको पनि देखिसकेका छौँ साथीहरू। असाध्यै खुसी लागेको छ त्यति गर्दाखेरि चाहिँ मलाई पनि। सागर त्यति निर्दोष मान्छेलाई नराम्रो भन्नेलाई समात्दै प्रहरीले लाँदै गर्दा त असाध्यै खुसी लागेको छ साथीहरू। कान्छीले भने सागरलाई किन मलाई त्यो मान्छेले यस्तो गर्यो भनेर नभनेकी होलिन् साथीहरू। हजुरहरूलाई के लाग्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोस् है त साथीहरू। हजुरहरूलाई के लाग्छ अब आउने भागमा कान्छीले सागरलाई मलाई त्यो पापी अपराधीले यस्तो गर्यो भनेर भन्छन् होला कि भन्दिनन् होला जस्तो लाग्छ हजुरहरूलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोस् है त साथीहरू। मलाई त कान्छीले भन्छन् होला जस्तो लाग्छ। त्यसो भनेपछि पनि कान्छीलाई भने सागरले राम्रो नै व्यवहार गर्नेछन् जस्तो लाग्छ। किनभने कान्छीले भने सागरलाई छुटाउनकै लागि त्यो सब गरेकी हुन् जबरजस्ती। त्यो मान्छेले पनि सागरलाई नै छुटाउनका लागि कान्छीलाई डिभोर्स दिन लगाएको हो साथीहरू। हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न पनि नभुल्नु होला है त साथीहरू।